कुजुजाम्पो एन्ड नमस्ते सबैजनालाई। अनि आजको रेसिपी चाहिँ मैले तपाईँहरूको लागि पम्किन सुप, अहिले चाहिँ जाडो महिना चलिरहेको छ, अन्त यो जाडो महिनाको लागि चाहिँ बेस्ट हो। फर्सीको सुप लिएर आएको छु। अनि यो रेसिपी चाहिँ तपाईँहरूलाई मनपर्छ होला भन्ने आशा छ। अब फटाफट सुप बनाउँ त। फर्स्टमा चाहिँ छ पम्किन, फर्सी। फर्सी चाहिँ अब टाइप्स टाइप्सको हुन्छ होइन, मिठो पनि हुन्छ, कोही नमिठो पनि हुन्छ। मेरो चाहिँ मिठो खालको हो। अन्त यहाँ चाहिँ दाल छ, त्यो चाहिँ टोटली अप्सनल हो, किनभने मेरोमा फर्सी कम्ती थियो, त्यही भएर दाल एड गर्दैछु। त्यहीमा 1 मिडियम साइज चप्ड अनियन, 1 मिडियम साइज टमेटो, त्यहाँबाट चाहिँ छ लसुनको पेस्ट, धनियाँ, टर्मरिक पाउडर एन्ड बटर। अब तपाईँले प्रेसर कुकरमा कुकिङ ओइल हालेर तताउनुहोस्। त्यही माथि तेल तातिसक्दाखेरि प्याज हालेर लाइट गोल्डन ब्राउन नहुनेसम्म भुट्नुहोस्। त्यही पछाडि चाहिँ तपाईँले त्यो लसुनको पेस्ट पनि हालेर अलिकति भुट्नुहोस्। टमाटर हाल्नुहोस्। टमाटरलाई पनि अलिकति भुटेर चाहिँ त्यही माथिबाट टर्मरिक पाउडर अनि अघिको फर्सी काटेर राखेको त्यसलाई हाल्नुहोस्। मुसुरी दाल पनि धोएर राखेको थिएँ, त्यसलाई पनि हालिदिनुहोस्। नुन चाहिँ अब तपाईँको स्वाद अनुसार होइन, तपाईँलाई कति मनपर्छ त्यति हाल्नु सक्नुहुन्छ। अन्त त्यसलाई मजाले चलाएर 5-6 मिनट चाहिँ अलिक हाई फ्लेममा फ्राई गर्नुहोस्। त्यही फ्राई गरिसकेर मात्रै होइन, ओसो सरी मैले चाहिँ यहाँ अघि चिल्ली पाउडर एड गर्नु बिर्सेछु। चिल्ली पाउडर पनि अप्सनल हो है, तपाईँलाई मन पर्दैन भने नहाल्दा पनि हुन्छ। मलाई चाहिँ अलिक पिरो पिरो खानु मन थियो, त्यही भएर एड गर्दैछु। अन्त पानी हाल्नुहोस् अलिकति भुटेर होइन। अनि पानी चाहिँ मैले यहाँ तातो पानी युज गर्दैछु। अन्त तपाईँलाई थिकनेस चाहिँ कति चाहिन्छ त्यो तपाईँको अनुसारमा हाल्नु सक्नुहुन्छ। यहाँ मैले पानी चाहिँ अलिक बेसी नै हालेको छु, किनभने मलाई अलिक थिन मनपर्छ नि त, बेसी थिक पनि मलाई मन पर्दैन। अन्त छोपेर 10 मिनट 9-10 मिनट चाहिँ पकाउनुहोस् हाई फ्लेममा। त्यहाँबाट चाहिँ पाकिसक्दाखेरि आफ्टर 9-10 मिनटको पछाडि चाहिँ मजाले ब्लेन्ड गरिदिनुहोस्। त्यो ब्लेन्ड गरेपछि चाहिँ सुपको थिकनेस चाहिँ मजाले आउँछ। थिकनेस चाहिँ यसरी आउँछ। मलाई चाहिँ यतिको थिक चाहिँ मनपर्छ है, योभन्दा थिक बेसी चाहिँ मन पर्दैन। अनि तपाईँहरूलाई यो पनि थिक बेसी लाग्यो भने चाहिँ अलिकति पानी एड गर्नु सक्नुहुन्छ होइन। यो थिन लाग्यो भने चाहिँ तपाईँहरूले फर्स्टमै पानी अलिक कम्ती हाल्नुहोस्। अन्त मैले चाहिँ यहाँ बटर हाल्दैछु 1-2 क्युब्स जस्तो। अन्त त्यसलाई हालेर एकछिन उमालेर चाहिँ त्यहाँबाट रेडी हुन्छ यो मेरो पम्किन सुपको रेसिपी। तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला है, अन्त सेयर पनि गरिदिनु। त्यहाँबाट म चाहिँ यहाँ सर्भ गर्दैछु। अन्त त्यहाँ माथिबाट चाहिँ गार्निस चाहिँ मैले धनियाँ पत्ता हालेर गार्निस गरेँ। अन्त रेडी भयो मेरो पम्किन सुपको रेसिपी। तपाईँहरूलाई यो जाडो महिनामा तपाईँहरू पनि यसरी नै बनाएर खानुहोस्। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो।